हेलो गाइज, स्वागत छ मेरो भ्लगमा। आज चाहिँ है सबैजनालाई जन्य पूर्णिमा र राखी बन्धनको शुभकामना छ। आजको दिन सबैको शुभ रहोस्, राम्रो रहोस् है। आज चाहिँ म चाहिँ घरमा अब यसो धुपबत्ती गर्नुपर्ने हुन्छ होइन, त्यसको लागि म धुपबत्ती गर्छु। र आमा चाहिँ बिहानै उठेर घरमा लिपिसक्नु भएछ, घर टक्कसँगले होइन लिपिसक्नु भयो। आमा चाहिँ बिहानै उठेर होइन, म चाहिँ भर्खर उठेको है। अब म चाहिँ नुहाउँछु, किनकि हामीले चाहिँ अब धुपबत्ती जनै लाउनुभन्दा अगाडि केही नखाइकन होइन नुहाउनु पर्छ। पानी एकदम चिसो छ है, बिहान बिहानै है पानी चाहिँ बब्बाल चिसो छ है गाइस, बब्बाल चिसो छ है। आछु दामी आम्मम गाउँको पानी हो, एकदमै चिसो हुन्छ। के गर्नु त, नुहाउनु परिगयो बिहान बिहानै है। तातो पानी पनि अब तताइदिनु भएन आमाले, एकदम जाडो छ। नुहाउँछु होइन, जिउमा साबुन टक्कसँगले लाउने हो, नुहाउने हो टट्टसँगले होइन। ल है, म चाहिँ अब जिउ पनि झ्याप्प खनाएर जिउमा झ्याप्प पारेर नुहाउँदैछु, चट्ट पारेर होइन। किनकि म चाहिँ होच्छु पानीमा है, नुहाउन गाह्रो हुन्छ। त्यही पानी है मैले अग्लो बनाएको छु, पानी अग्लो बनाएको मैले चाहिँ होइन, त्यो कारणले है। अब म चाहिँ साबुन लाउँछु, साबुन कहाँ छ है। अब जिउमा टक्क साबुन दल्नु पर्यो है, चट्ट पारेर। किनकि मैले सहिले त फ्याँक्नु पर्यो नि त होइन, मैले नफ्याँकिकन त काम हुँदैन। अब म चाहिँ जनै पूर्णिमा चाहिँ वर्षमा एकचोटि आउने हो होइन, त्यसमा चाहिँ एकदम नुहाइधुवाइ गरेर होइन राम्रोसँग घरमा धुपहरू बाल्नुपर्छ है। अनि त्यसपछि जनै लाएर मात्रै हामीले खानाहरू खानुपर्छ। त्यहाँभन्दा अगाडि पानी मात्रै खाने हो, खानासाना केही खान मिल्दैन, चिया मिल्छ है। म चाहिँ अब स्याम्पू पनि लगाइदिन्छु चट्ट पारेर होइन, किनकि स्याम्पू भनेको स्याम्पू हो नि त होइन। चट्टसँगले कपाल त अब सानो छ, त्यो पनि अब स्याम्पू लाउने हो। टक्कसँगले स्याम्पू लगाएँ है। म टक्क स्याम्पू लाउँछु अनि नुहाउँछु अनि तपाईँलाई देखाउँछु म चाहिँ फाइनली नुहाइसकेको छु है। नुहाइसकेको छु, अब के गर्नु त, जाडोमा भयो नुहाइयो है। अब के गर्नु त, मैले त नुहाएँ, दाँते मल्न बिर्सिरहेँ। अब दाँत मल्छु है, दाँत मल्छु, किनकि दाँते मल्न बिर्सेँ। दाँत पनि मल्नु पर्यो, दाँत मल्ने हो, मजाले घोट्ने हो, घट पारेर होइन। दाँत चाहिँ मल्नुपर्छ है बिहान बिहानै, दाँते मल्न बिर्सिरहेँ आज त। अनि फाइनली दाँत मलिसकेँ, मेरो सेतो दाँत तिरिक टल्किरहेको छ है। अब यो आमा चाहिँ धुप हाल्ने ठाउँ ठिक पारे हुन्छ होइन, कि धुप हाल्ने ठाउँमा चाहिँ टक्क लिपपोत गरेर धुप हाल्नुपर्छ। त्यही भएर आमा चाहिँ लिपपोत गर्दै हुन्छ। आमा चाहिँ अब धुप हाल्नको लागि यो हाम्रो हुन्छ नि, हाम्रो चाहिँ अब कस्तो रीतिरिवाज छ भने टक्कसँगै आगोको कोइला हुन्छ नि, आगोको कोइला निकाल्नुपर्छ। आगोको कोइला निकाल्ने हो, अनि घिउ हाल्नुपर्छ होइन। अनि कोइलालाई घिउ डढाउनु पर्छ कुनामा हालेर। बिहान बाहिर भित्र दुई ठाउँ बाल्नुपर्छ। अनि आमा चाहिँ कोइला निकाल्दै हुन्छ, कोइला निकालिदिइसक्नुभयो आमाले। म चाहिँ भित्र कोइला लान्छु है। भित्र कोइला लाने हो चट्टसँगले। यहाँनिर टक्कसँगले हजुरको चाहिँ अब कोइला हालिन्छ होइन, कोइला हाल्ने हो। अनि घिउ डढाउनु पर्छ हामीले, अनि हाम्रो के विधि हुन्छ त्यो विधि गर्नुपर्छ है। म चाहिँ कोइला हालिसकेर, कोइला हाल्दा चाहिँ धुवा उड्नुपर्छ यसरी है। कोइलाबाट धुवा उड्नुपर्छ घिउ हालिसकेपछि। र बाहिर पनि हामीले हालिसक्यौँ है। र म जनै लाउन जान्छु।